ल बाबु राजा ल्याऊ ल बाबु आऊ अब यता 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 ल्याउने हो त्यो यता हाम्रो कालिका मन्दिरमा चाहिँ आउँदै गरेको हामी हिन्दूहरूको महाचाड विजयदशमी तथा शुभ दीपावलीको सबैमा हार्दिक बधाई गर्न चाहन्छु र हाल चाहिँ अहिले यो हाम्रो मध्यबिन्दु 10 अरुणखोला टाढी चाहिँ नौ दुर्गा स्थापना भइसकेको छ। अहिले हामी बिस्तारै सुरुवात हुँदैछ। यतातिर पिङको पनि चाँजोमाजो मिल्दैछ, साथीभाइहरू गर्दैछन्। यसो गरी विदेशमा रहनुभएका साथीभाइ तथा दाजुभाइहरूलाई पनि धेरै धेरै सम्झना र आउँदै गरेको विजयदशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। फलोस् फुलोस् के छ, अब विदेशमा रहनु हुने सबैजना अब अहिले सम्झना धेरै आएको होला। अहिले चाहिँ हामी अहिले कालिका मन्दिरको श्रवणमा बसेर चाहिँ तपाईँको दसैँको लागि त्यही सुरु भएको छ। सबैजना अरुणखोलावासीलाई हाम्रो यो कालिका मन्दिरमा चाहिँ हार्दिक निमन्त्रणा छ। शुभ दसैँको लागि आउँदै गरेको अब मध्यबिन्दु 10 टाढीका युवाहरू चाहिँ अहिले एकदम तरिकाले चाहिँ एकदम मन लगाएर चाहिँ साथ र सहयोग गरिदिनु भएको छ। हाम्रो यो अरुणखोला 10 का अहिले चाहिँ हामी यहाँ पिङको यो तपाईँको पिङलाई चाहिँ अब पिङ बनाउने व्यवस्था गर्दैछौँ र फेरि एकचोटि सबैजना विदेशमा रहनुहुने साथीभाइ तथा मेरा आफन्तजनहरूमा सारा हामी अरुणखोलावासी टाढीका युवाहरूबाट हार्दिक शुभकामना दिन चाहन्छु र आइदिन र सारा अरुणखोलावासीहरूलाई चाहिँ आइदिन पनि अनुरोध गर्दछु म है। ल मध्यबिन्दु 10 कालिका मन्दिरमा आज